ल आज हामी जापानी व्याकरण सिक्ने केही रमाइला अनि खास तरिकाहरू बारे कुरा गरौँ है त। हामीसँग केही स्रोत सामग्री छन्। व्याकरण सुन्दा त धेरैलाई अलि डर लाग्छ नि होइन, तर यी सामग्रीले चाहिँ यसलाई कसरी रमाइलो बनाउन सकिन्छ भन्छन्। के छ त यसमा? अवश्य। व्याकरण त भाषाको जग नै हो, तर यसलाई हौगुजी बनाउनु पर्दैन के। स्रोतले केही यस्ता संरचनागत पक्ष अनि त्यसलाई सिक्ने नयाँ अलि प्रयोगात्मक विधिहरू देखाएको छ, जसले सिकाइलाई साँच्चै सजिलो बनाउन सक्छ जस्तो लाग्छ। जस्तो कि पहिलो कुरा नै वाक्य संरचना। यो त अलि फरक रहेछ है। नेपालीमा हामी म भात खान्छु भन्छौँ, कर्ता कर्म क्रिया, तर जापानीमा ठिक उल्दो, कर्ता वस्तु क्रिया, वताशी वा गोहानो ताबेमास रे। हो नि, एकदमै। यो कर्ता वस्तु क्रिया मतलब एसओभी स्ट्रक्चर, यही नै हो जापानी भाषाको एउटा मुख्य आधार। स्रोतले के भन्छ भने सुरुदेखि नै वाक्य बनाउँदा जानी जानी वस्तुलाई क्रियाभन्दा ठिक अगाडि राख्ने अभ्यास गर्नुपर्छ रे। नत्र अल्मलिने भयो। हो, बानी नपरेसम्म अलि अप्ठ्यारो हुन्छ। यो शब्दको क्रम मात्र होइन, सोच्ने तरिका नै अलिकति बदल्नु पर्ने जस्तो हो। अनि अर्को महत्त्वपूर्ण कुरा जसलाई त स्रोतले भाषाको साँचो नै भनेको छ, कणहरू पार्टिकल्स, जस्तै हा, वो, नि, यस्ता साना कुराले वाक्यमा ठूलो अर्थ राख्ने रहेछन्। एकदम। ती कणहरू त जापानी व्याकरणको मुटु नै हुन् भन्दा हुन्छ। चाखलाग्दो कुरा के छ भने यिनीहरूको सानो प्रयोगले पनि अर्थमा आकाश पातालको फरक पार्न सक्छ क्या। स्रोतले भने जस्तै यी कणहरू भएनन् भने त जापानी वाक्यहरू अर्थ नबर्थका शब्दहरूको थुप्रो मात्रै हुन्छन्। भनेपछि सुरुमा अलि झन्झटिलो लागे पनि यिनले नै स्पष्ट पार्ने भए। सही हो। यिनले शब्दहरू बीचको सम्बन्ध देखाउँछन्, आशय स्पष्ट पार्छन्। राम्रो सञ्चारका लागि त यो नभई भएन। अनि तेस्रो आधारभूत कुरा चाहिँ क्रियाहरूको रूप परिवर्तन। एउटै क्रिया जस्तै थाबरु खानु भन्ने क्रिया नै कति फरक फरक तरिकाले प्रयोग हुँदो रहेछ। साधारण रूप आदेश दिँदा थाबिनासाई, सम्भावना बताउँदा थाबेरारेरु आदि इत्यादि। क्रियाका विभिन्न रूप जान्नु भनेको त भाषामा आफ्नो कुरा कति धेरै तरिकाले भन्न सक्छु भन्ने हो। यो खालि रट्ने मात्रै होइन, कुन बेला कुन सन्दर्भमा कुन रूप ठिक हुन्छ भन्ने बुझ्ने कुरा हो। स्रोतले यसलाई भाषामा रङ भरे जस्तो भनेको छ। जति धेरै रूप जान्यो उति नै जीवन्त अभिव्यक्ति। अब यहाँनिर कुरा अझ रमाइलो हुँदैछ जस्तो लाग्यो। स्रोतले व्याकरण जस्तो अलि सुक्खा विषयलाई खेलकुदसँग जोडेर सिक्ने तरिका सुझाएको छ रे। जस्तै फुटबल खेल सम्झिने रे। वाक्य संरचना गोलपोस्ट, कर्नरहरू पास दिने खेलाडी, अनि क्रिया चाहिँ खेलको रणनीति। यो कस्तो आइडिया हो? यो त निकै मनोवैज्ञानिक अनि प्रभावकारी तरिका हो साँच्चै। यस्तो गेमिफिकेसन वा उपमा प्रयोग गर्दा के हुन्छ भने व्याकरणका नियमहरू जुन अलि अमूर्त लाग्छन् नि, ती कुराहरू अलि ठोस, बुझ्न सजिलो बन्छन्। मतलब झन्झट कम हुने भयो। हो नि, तनाव र त्यो बोर लाग्ने कुरा घट्छ। अनि परम्परागत तरिका भन्दा छिटो र गहिरोसँग सिक्न सकिन्छ। यो रमाइलो मात्र होइन, दिमागले जानकारी लिने तरिकालाई नै सजिलो बनाउने विधि हो कि। त्यति मात्र होइन रहेछ। सामग्रीमा त अनुवाद चुनौती, कराओके टेक्निक अनि वार्तालाप गेम जस्ता अरू अभ्यासका तरिका पनि छन्। कराओके टेक्निक गीत गाउँदै व्याकरण सिक्ने हो। गीत गाउँदै लयमा शब्द र नियम आफै याद हुन्छन् रे। स्रोतमा एकजनाको अनुभव पनि रहेछ, गीतको लयमा व्याकरणका नियम आफै कण्ठ भए, रट्नै परेन भनेर। हो, यी सबै सक्रिय सिकाइ विधिहरू हुन्। एक्टिभ लर्निङ भन्छ नि। स्रोतले केमा जोड दिन्छ भने चुपचाप नियम पढेर बस्नुभन्दा यस्ता गतिविधिमा लाग्दा सिकाइ बहुआयामिक हुन्छ। जस्तो अनुवादले शुद्धता बढाउने भयो। हो, कराओकेले उच्चारण र सम्झिन सघाउने भयो, अनि वार्तालाप गेमले वास्तविक प्रयोगमा आत्मविश्वास बढाउने भयो। अनि रमाइलो हुँदा त सम्झिन शक्ति बढ्ने कुरा छँदैछ। तर स्रोतले के पनि भन्छ भने यी विधिहरू सहयोगी हुन्, आधारभूत ज्ञानको विकल्प चाहिँ होइनन्। भनेपछि यी सबै स्रोत सामग्रीलाई निचोरेर हेर्दा जापानी व्याकरणमा राम्रो हुनलाई वाक्यको त्यो उल्टो संरचना बुझ्नु पर्यो, कर्ण र क्रियाका रूपमा ध्यान दिनु पर्यो, र सबैभन्दा मुख्य कुरा सिक्ने प्रक्रियालाई रमाइलो बनाउनु पर्यो, खेल जस्तो वा अरू प्रयोगात्मक तरिकाले। एकदम सही।
निचोड त्यही हो, व्याकरण सिक्नु अनिवार्य छ, तर त्यो बोझिलो हुनै पर्छ भन्ने छैन। स्रोतले देखाए जस्तै त्यो संरक्षित ज्ञानलाई सृजनात्मक अनि खेल जस्तो विधिहरूसँग जोड्दा जटिलता पनि सरल बन्छ। यसलाई अलि फराकिलो नजरले हेर्ने हो भने यो त जुनसुकै क्षेत्रमा प्रभावकारी सिकाइको लागि महत्त्वपूर्ण सिद्धान्त हो, कसरी जटिल कुरालाई पचाउन सकिने बनाउने। साँच्चै मनन योग्य कुरा। स्रोतमा भनेका व्याकरणका विधि त छँदैछन्, तर यो खेलपूर्ण प्रयोगको सोचाइलाई हामीले आफ्नो जीवनका अरू जटिल लाग्ने विषय जस्तो कि गणित होला वा दर्शन होला, ती कुरा सिक्न चाहिँ कसरी प्रयोग गर्न सक्छौँ होला, यो आफैमा एउटा सोच्न लायक प्रश्न भयो। यही प्रश्नमा विचार गर्दै आजलाई यहीँ बिट मारौँ है त।